ल आज मिति 2083 साल वैशाख 16 गते लघु उद्यमी कृषि सहकारी संस्थाको तर्फबाट किला काँटी चेक जाँच अस्ति हामीले गरिसकेका थियौँ। आज त्यसको किला काँटी निकाल्ने क्रममा यहाँ यो चुलाचुली छ इलाममा अम्बिका प्रसाद खतिवडाको घरमा गाईलाई हामी किला काँटी तान्दैछौँ। यहाँ कसरी आउँछ आउँदैन यो हेरौँ, यहाँलाई कस्तो गतिमा आउँछ त्यो सम्पूर्ण जस्ताको जस्तो देखाउने छौँ। केमा अड्के छ आयो त्यो मुखारी चाहिँ खोलिदिनु सर, त्यसो भने अप्ठ्यारो भयो। यहाँ आउनु यहाँ हेर्नु त हामीले यहाँ हेर्दैछौँ। खोलिदिनु तिनवटा घाँटी तपाईँले खोल्दा भइहाल्छ त। तिनवटा घाँटी खन्केर तिनवटा दुईवटा घाँटी नै हो। ल मेरी माइजू यता तपाईँ हात थाल्नु त यस्तो सिधा पार्नु ल। ल हेर्नु त यहाँ एउटा दुईवटा लामा लामा काँटी पो छन् त हौ। तिनवटा यो कुटीमा खाएको होला मसिना रहेछन्। जम्मा तिनवटा काँटी र मसिना दुईवटा जोडी गरेर लगभग 100 ग्राम भन्दा बढी नै निकाल्यौँ हामीले। ल यस पछाडिको कुरा अर्को भिडियोमा पनि हामी यहाँलाई जानकारी गराउने छौँ भन्दै आजको भिडियो यही अन्त्य गर्छु। हस्।